हेलो एभ्रिवान। आज मेरो एकजना भाइले चाहिँ नयाँ बाइक सरप्राइज छ है, कुन चाहिँ बाइक भनेर नयाँ बाइक चाहिँ ल्याएको भएर चाहिँ लेट राइड टेस्ट ड्राइभ गरौँ न है, कस्तो हुँदो रहेछ, ड्युकभन्दा पावरफुल हुन्छ कि ड्युकभन्दा कस्तो के हुन्छ। दिस इज द वान एडभेन्चर 250 भर्खरै लिएर आएको, भर्खरै ब्रान्ड न्यू हो, भर्खरै ल्याएको। लेट्स राइड। ड्युक फेरि जतिको र पावर त छैन, तर सस्पेन्सन चाहिँ बबाल छ है, सस्पेन्सन चाहिँ बबाल छ, एकदमै मजाको छ। अहिले हामी चाहिँ यहाँबाट जिमहरू साइडबाट जाऊँ, यहाँबाट ठिक छ। सस्पेन्सन चाहिँ दामी छ ल। मनाङ मुस्ताङ घुम्न चाहिँ मजा हुन्छ यो बाइकमा, मनाङ मुस्ताङ घुम्न चाहिँ बबाल हुन्छ। जहिले पनि बाइक राइड गर्नुभन्दा अगाडि चाहिँ म चाहिँ एकचोटि आफ्नो चाहिँ होइन अर्काको राइड गर्दाखेरि चाहिँ ब्रेक चाहिँ एकचोटि चेस्ट गर्छु है। ब्रेक जहिले नि चाहिँ जस्तै हो, यो बबाल छ एकदमै। एबिएस छ, कन्ट्रोल राम्रो आउँछ। ल एडभेन्चर हो, लग्जरी टाइपको। तर मैले ग्लोभ्स चाहिँ लाउन बिर्सेछु, ग्लोभ्स चाहिँ लाउन बिर्सेछु। हो नराम्रो होइन यार, दामी छ बाइक, दामी छ बाइक चाहिँ बबालै छ भनौँ न। 250 सीसीमा 390 चाहिँ अझै राम्रो पावरको हुन्छ, तर यो चाहिँ 250 हो, ब्रान्ड न्यू। अहिलेसम्म त पिजे छ, हेरौँ अफरोडमा कस्तो फिल हुन्छ। साङ्ग्रो छ बाटो। हामी अब राइट, यहाँबाट राइट जान्छौँ, लेफ्ट गयो भने त अहिलेको मेरो घर पुगिन्छ। एक यता हेर्ने छैन। मैले जाने बाटोतिर चाहिँ पानी परेको जस्तो छ है। साइड दिनुहोस् हजुर, साइड दिनुहोस्। ड्युक 250 को जतिको पावर चाहिँ मलाई लागेन है, बी अनेस्ट। तर कम्फर्टेबल चाहिँ बबाल कम्फर्टेबल छ। फेरि सिटिङ पोस्चर होइन, पावर पनि ठिक छ 250। अफरोडमा जुन चाहिँ यो ड्युकको यो जुन चाहिँ पछाडि घत्रा गर्ने चाहिँ सबैमा यही रोग हो कि के हो। खतरा गर्ने खालको यो जुन चाहिँ सबै मडगाड हो कि के गराएको, ब्रान्ड न्यू पनि के गराएको त खतरा गरेर। पावर चाहिँ मिठो छ, दुईमा ठिक छ। तर सस्पेन्सन चाहिँ WR55 को 155 को दामी छ। यामाहाको जुन चाहिँ त्यो R15 इन्जिनवाला हो, त्यो सस्पेन्सन चाहिँ बबाल छ। यो सस्पेन्सन अझै मजा आएन। तर जो अफरोडिङ गर्नलाई काम चाहिँ चल्छ है। यस्तो हाइपाली होइन नि त सर। एबिएस पछाडिको चाहिँ अफ गरेको रहेछ भाइले, सुपर मोटो भन्छ क्या त्यसलाई। हाम्रो यो ड्युकको भाषामा चाहिँ जस्तो डबल च्यानल एबिएस हुन्छ नि त, डबल च्यानल एबिएस पछाडिको रियर एबिएस अफ गर्दाखेरि त्यसलाई सुपर मोटो भन्छ रहेछ। त्यो चाहिँ अफरोडिङ गर्न चाहिँ एकदमै ठिक हुन्छ, किनकि एबिएस हुँदाखेरि चाहिँ ब्रेक नलागेको जस्तो फिल हुन्छ क्या, फाल्छ नि त। तर सुपर मोटो पछाडि एबिएस अफ गर्दाखेरि चाहिँ
टायर स्किड हुँदाखेरि चाहिँ जो अफरोडिङ गर्न मजा आउँछ, कम्फोर्टेबल हुन्छ भनौँ न। ठिक छ, यी अगाडिको गजब गजब गजब। ठिक छ ठिक छ ठिक छ, अफरोडिङ गर्न मजा आउँछ। फर्किँदाखेरि त अधुरो हुन्छ होला यार, चाँडै जाउँ। यो बाइक दौडाउने बाइक त होइन होइन, तर राम्रो दौडिन्छ अहिले हाइवेमा चाहिँ, मजाले दौडिन्छ बाइक चाहिँ। आहा, नट ब्याड नट ब्याड। म चाहिँ रेस गर्न अहिले मुडमा छैन होइन, किनकि अहिले भ्लग बनाउनु हिँडिरहेको। तर त्यो अङ्कलले चाहिँ दामी कुदायो, त्यो अङ्कल हो है त्यो चाहिँ हाम्रो इलेक्ट्रिक अफिसको अङ्कल हो। रेस हान्दिउँ त, हान्दिउँ त। तर पछाडिको च्यानल एबिएस छैन नि त, त्यही रेस गर्दाखेरि स्पिड हुन्छ कि जस्तो लाग्छ। तर रेस हान्दिउँ त, त्यो त 350 होइन त्यो कि 450 हो। अहिले आरपिएम ठिक छ कि, आरपिएम ठिक छ। एडभेन्चर हो नि यार। आहा, बाटो अलि साँगुरो छ अरू भन्दा नि। यसरी यसरी हाइट हाइट। एडभेन्चर हो, एडभेन्चर एडभेन्चर एडभेन्चर। एडभेन्चर नगरी त मजै हुँदैन रहेछ नि त। अनि अर्काको ट्र्याकमा आउने होइन नि सर। आफ्नो ट्र्याकमा बस्नुपर्छ, अर्को ट्र्याकमा आउनुहुन्न है, आफ्नो अर्को ट्र्याकमा आउनुहुन्न। भयो जान दिनु त्यसलाई। अब अङ्कल हो भने चाहिँ उहाँलाई, तर अरू भाइहरू चाहिँ, अरू भाइ हो भने चाहिँ फेरि क्याच गरेर होइन बस जाओस् जाओस् जाओस्। अघि धन्यले त्यो अर्काको ट्र्याकमा आएको ठ्याक्कै यही ड्युक 250 एडभेन्चर धन्दै यता आएन, आनन्दले जाउँ। तर रात पर्न लाग्यो कि। आहा आहा, तर विन्ड ब्लास्ट मैले माइक चाहिँ बाहिर राखिरहेको छु, छातीमा टाँसिरहेको छु। तर विन्ड ब्लास्ट दामी आउँछ त। जस्ट हामी धेरै टाढा छ होइन, झन्डासँग गएर आउनु त। आफ्नो ट्र्याकमा चलाउनुपर्छ है सबैजना, आफ्नो ट्र्याकमा चलाउनुपर्छ। फेरि अहिलेको जस्तो हुन्छ फेरि त्यो 350 आएर त्यो 250 नयाँ अस्ति भर्खर ल्याएको हो, हात बसेछ कि छैन त्यो थाहा छैन। तर आफ्नो ट्र्याकमा चलाउनु जहिले पनि। अब यहाँ चाहिँ अब आफ्नो ट्र्याक भनेको डिभाइडर राखेको छैन होइन, तर जो सकभर सधैँ लेफ्ट साइडमा कर्नरहरू च्याप्दाखेरि चाहिँ पुरै लेफ्ट साइड च्यापेर गर्नु। आफ्नो साइडमा चलायो भने कहिले पनि लड्दैन। भएन 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 भएन, मजा आएन मजा आएन। सस्पेन्सन हार्ड छ क्या हो, मजा आएन। हाम्रो पुरै पानी परिरहेको छ कि एभ्री डे, सधैँ सधैँ पानी पर्छ, सधैँ सधैँ है। अब हाम्रो यो लमजुङमा चाहिँ स्पेसली बेसी सहरमा ठ्याक्कै म्याक्सिमम् पोखरा जस्तै पानी पर्ने ठाउँ। पानीले भेट्छ यार, पानीले भेट्छ। झर्नासम्म जान पाइन्न क्या हो, तर केही फरक परेन, पानीले भेट्छ। तर डक चाहिँ पानीले भिजाउनु हुन्न।
फर्की मलाई पानीले भेट्छ यार फर्की मलाई दामी ठाउँ देखाउनु मन लागिरहेको थियो यार यसो गरौँ जहाँसम्म जाने भनेको त्यहाँसम्म त जाम होइन तर यो जुन चाहिँ डग छ नि यो डगलाई र गोजीमा राखौँ अनि माइकलाई त केही फरक नपर्ला नि धेरै पऱ्यो भने चाहिँ भित्र राख्नु पर्ला ममा यहीँबाट फर्किन्छ यार बाइक यार म चाहिँ धेरै स्पोर्ट्स बाइकहरू चलाउने भएको भएर चाहिँ मलाई ह्यान्डलिङ कन्ट्रोलिङ गर्न एकदमै कन्फिडेन्ट आउँछ क्या यो बाइकमा चाहिँ अलिक युज टु भएको छैन कि तर जो यतिको पावर बबाल पानी पऱ्यो अरे यार बबालै पानी पऱ्यो रहेछ त यार मेरो माइक बिग्रिन्छ माइकलाई चाहिँ भित्र हालिदिनु माइक चाहिँ अफ गरौँ ल अब पानी पऱ्यो नि केही फरक त पर्दैन तर मैले मेन के गर्न खोजेको भने त्यसको यो अफरोडिङ कस्तो हुन्छ भने चेक गर्न खोजेको हो त्यहीबाट यहाँ चाहिँ पानी बबाल पऱ्यो नि है तर मैले केही पनि सेफ्टीहरू युज गरेको छैन बबाल ओहो यो हो नि त देखाउनु खोजेको त होइन यो पुरै यो झरना चाहिँ माथि खेतको पानी प्लस त्यहाँ मुहानहरू धेरै माथि छ तर यो खेतको पानी धेरै चाहिँ हो यो झरना भन्दा नि त जाम होला यार पानीले हाने यार ल अफरोडिङ चाहिँ दामी नै हुन्छ तर अलिक सस्पेन्सन अफरोडिङ चाहिँ मजा आउँछ मेरो उतातिर त बच्चाको क्लियर थियो त यार यो चाहिँ माउन्टेन ड्याम हो यता त परेको छैन है फेरि दामी पानीले भिज्यो नि यार पानीले भिजायो नि तर मेरो साउन्ड कतिको आइरहेको छ है माइक चाहिँ अफ गरिदिन्छु मैले वाटरप्रुफ होइन माइक जिजिआईको मिनी टु माइक हो वाटरप्रुफ त पक्कै होइन तर क्यामेरा चाहिँ वाटरप्रुफै है रेजिस्टेन्स छ नि आहा यतातिर हेर्नु बबाल बाइक चाहिँ दामी छ है बाइक बबाल केटिएमको ड्युक होइन यार केटिएमको एडभेन्चर 250 तर ड्युकको त र पावर त 350 पनि योभन्दा अझै बढी पावर छ तर त्यो सायद त्यतिको दौडाउनको लागि नबनाएको भएर पावर कमै भएको होला तर बाइक चाहिँ दामी यतातिर पनि पानी परिरहेको छ पानी कसरी परिरहेको छ भन्दाखेरि यता टर्निङ जाँदा पानी परिरहेको छैन तर यता टर्निङ आउँदा पनि पानी परिरहेको छ कि फेरि यसरी स्टप गर्ने होइन नि त यार हामीले पो कन्ट्रोल गर्न जानेछौँ त कन्ट्रोल गर्न नजाने त ब्राममा बनाइदिन्छ त बढिया पानी पर्यो जाडो भयो यार बाटो छ फेरि है अब के भने लम्जू बाटो यस्तै हो जति बनायो पनि गाडा छ पानी आउँछ भनाउँछ पानीले बाटो खोताल्छ बिग्रिहाल्छ गाह्रो छ केयर गर्नलाई एकदम गाह्रो छ बाटोहरूको होडहरू ठाउँमा भइरहेको त्यति साङ्गो छ बाटोहरू यता त पानी परेकै छैन यार
पाइप यहाँबाट चेपेर ल्याएको क्या यहाँबाट यता ल्याउने हो नि त यो साइडमा ल्याउने हो क्या बाइक अफरोडै भए पनि अफरोडमा दामी पुग्छ भने पनि ग्राङग्रुङ हाल्न त भएन है फेरि म भन्छु बाइक गाडीलाई माया गऱ्यो भने बाइक गाडीले माया गर्छ पानी परेर मजा न त अलिकति माथिसम्म गएर त्यहाँ देखाउँथेँ मैले तर नेक्स्ट टाइम बदाम दाइ त आमा यार तर अलिक ठिक लागेन मलाई ह्यान्डल फोन कट गरिसक्यो ह्यान्डल फोन कस्तो पर्छ यसको के खाउँदै पनि आउँला भन्छ अरे मजा लाग्दैन कुकुरको त त्यसो त्यो जुन चाहिँ कुकुर छ नि साइडमा त्यस्तो सिचुएसनमा चाहिँ म के गर्छु भने अरूले खै के गर्नुहुन्छ होइन र झ्याप्पा आउने चान्सेस भने चाहिँ ह्यान्डल चाहिँ दामी डह्रो पाराले समाल्छु कि मजाले एकदमै टाइट गर्नु त्यसो गर्दाखेरि चाहिँ कुकुर यता आइहाल्यो भने पनि बाइक ब्यालेन्स छोडेर भाग्दैन अथवा लड्दैन क्या यतातिर पानी परिरहेको बर्बाद हुन्छ अरूलाई हानि गर्ने काम चाहिँ गर्नुहुन्न है कहिले पनि किन भन्दाखेरि अब पानी परिकन पानी छ भने आउँदै छ्यापिन्छ नि बिस्तारै बिस्तारै स्लो गरेर अथवा ब्रेक हालेर स्लो गर्नु फुत्त नलाने क्या पानी छ्याप्प छ्यापिन्छ नि त फेरि यता पानी परिरहेको छैन क्या पानी यता नपऱ्यो भने भिज्यो जिस्काइदिनु भनेको केटाहरू नरहेछ यहाँनिर आहा बच्चाहरू बाटोमा नखेल्नु हो यसरी खेल्नु हुँदैन है बच्चाहरू बाटोमा स्पेसली बल आमा कति कति सानो बच्चाहरू बल टिप्नेहरू दौडेर आइरहेको हुन्छ गाडी आयो भने त गाह्रो पर्छ त अनि टाइट त्यसको ह्यान्डल अलिकति टाइट गर्नु पनि पाएको यस्तो चाहिँ अब बेसी सरको यो बाटो चाहिँ मान्छे कन्फ्युज हुन्छ कि नयाँ नयाँ मान्छेहरू चाहिँ होइन जताबाट गयो नि हुन्छ यताबाट गयो भने चाहिँ मेन पुरानो बाटो चाहिँ यो हो यो चाहिँ यतापट्टिको साइडको चाहिँ यो पछि जाने बाटो भएको तर जानलाई यताबाट आउनलाई यताबाट भन्छ तर केही फरक पर्दैन यताबाट आयो भने हुन्छ यताबाट आयो भने फाइदा चाहिँ के छ भने मेन बजार चाहिँ देखिन्छ है यताबाट आउँदाखेरि फाइदा चाहिँ के छ भने मेन बजार चाहिँ मजाले देखिन्छ जस्तै अब यो उकालो गयो नि मान्छे कन्फ्युज त्यताबाट गयो भने मान्छे कन्फ्युज हुन्छ कहाँ आइपुग्यो बेसी सर के हो भन्ने हुन्छ भने यताबाट चाहिँ कन्फ्युज हुँदैन
आफ्नो लेन चेपेर यो बल्ल विश्व बजार यहीँबाट आउँछ फुल्ली विश्व बजार मजा छ यार बाइक चलाउन यार सेराफाट भन्छ यसलाई बाटो छोड्नुहोस् हजुर बाटो छोड्नुहोस् मेरो पसल चाहिँ है मेरो पसल चाहिँ यो गाडी यो पसल यो मेरो ग्याराज यो के हो साइड यता जान लागेको हो कि जा भनेको के हो यतै जान लागेको त होइन रहेछ हो यतै जान लागेको रहेछ हात छोड्ने हो नि त पहिला विशाल बजारी हो बजारी कम गरौँ न त सुन्दर शान्त सफा विशाल बजार विशाल बजार पनि टुरिस्टले नै चल्ने हो कि सिजन हुन्छ नि त जस्तै अब 1 महिनापछि सिजन आउँछ अनि 3-4 महिना मजाले चल्या हुन्छ होइन उपर चल्छ फेरि अनि जाडो महिना आउँछ जाडो पनि हुँदैन किनकि मेन मान्छेहरू मनाङ जानको लागि आइरहेको हुन्छ म्याक्सिमम् टुरिस्टहरू लोकलहरू जाडो महिनामा फेरि मनाङको जाने कुरा भएन फेरि जाडो महिना पछि जाडो महिना सकिसकेपछि फेरि अनि दामी चल्छ त्यसले गर्दा न त अहिले हेर्न सुनसानै छ नि सबै लोकल मात्रै हो सुनसानै छ रेकर्ड त भइरहेको रहेछ ठिक छ बाइक कम्फोर्टेबल छ ह्यान्डी छ हल्का ह्यान्डी भन्नाले मतलब जस्तै बाइकहरू हेभी बाइकहरू नि ह्यान्डी त ह्यान्डी नै हुन्छ तर यो चाहिँ के छ भन्दाखेरि जुन चाहिँ छ नि यो एकदम हल्का के एकदम हल्का कम्फोर्टेबल एकदमै लाइटिङ जस्तै ह्यान्डलिङ गर्नु पऱ्यो नि कस्तो छ भन्दा जस्तै सानो न्यारो रोडबाट यस्तो छिराउनु पनि हुन्छ नि हो एकदम इजी छ न्यारो रोड छिराउनु इजी यसो अड्डाएर यताउति पछाडि अगाडि गरेर त्यस्तो गर्नु पर्दैन अनि पावरको कुरा गर्दाखेरि चाहिँ अब ओभरटेक गर्दाखेरि चाहिँ पावर दिस इज रियली इनफ जस्तै यो पावरको लागि भयो नि हो पावर पनि इनफ 250 सीसीको हो यार पावर त भइहाल्छ नि ल अब यहाँ आइसि चाहिँ मलाई हेरनिर नहेरी त चित्तै बुझ्दैन तर देखिन्न रहेछ यार ए यहाँ हो क्या बास तर यहाँ चाहिँ देखिन्न रहेछ बजारको मम यही हो बेसर बजार यताबाट जाऊँ तपाईँहरूलाई देखाइदिउँ पर्ने हो होइन समय टाइमको रोडमा सहायता गर्नु पऱ्यो अब यो जमिनमा 30 स्पिडमा राखौँ है त 30 स्पिडमा कतिको चर्क गर्छ एकदमै 30 स्पिडमा कता गयो खै ठिक छ दामी अब अलिकति है ठिक छ पानी चाहिँ बबाल आइरहेको छ अब हामी जुन बाटो अघि आएको थियो नि त्यही बाटोबाट तल जानु
चाहिँ अफ गरिदिन्छु मैले साउन्ड चाहिँ कस्तो आइरहेको छ है राउन्ड आएन भने भोइस ओभर गरेर हाल्नु पर्ने हुन्छ दामी परिरहेको छ नि माथितिर स्किट गर्न मन लागिरहेको थियो होइन स्किट गर्न अलिक मन लागेन मन लागिरहेको थियो तर लागेन तर टायर चाहिँ अलिक बेटर दिनु पर्थ्यो है अपोलोको ट्राम दिइरहेको छ अगाडि पछाडि नै 150 र 110 को सेक्सनको गोटीवाला त्यो सेमी डटमा हो तर यो पनि फुल्ली डट भन्दैन होला है यसलाई फुल डट बाइक त होइन नि त यो त तर अपोलोको ट्राम हो 150 अनि अपोलोको ट्राम एक्सआरमा है दुइटै एक्सआरमा हो पानीले छुनुभन्दा अगाडि घर पुग्नुपर्छ यसले चाहिँ अब यता जान खोजेको हो कि सिधै जान खोजेको हो कि मलाई जा भनेको हात दिने बानी गरौँ हात दिने त्यसो गरेर सहिलो हुन्छ नि त पछाडिको मान्छेलाई जा होइन यता जान लाग्यो भनेर जहाँबाट स्टार्ट गरेको त्यहाँ आइपुग्यो बस